यो एक्लै लसुन हो विनोद सर। यो हरेक किसिमको औषधि हुन्छ। ग्यास्ट्रिकको औषधि हुन्छ, गाई बस्तुलाई च्याप सुन्नेको औषधि हुन्छ, धेरै किसिमको औषधि हुन्छ। यो लानुहोस् सर, मैले फलाएको दुःख गरेको लानुहोस्। दर्शकबिन नमस्कार। आज हामी तपाईहरुलाई एक्ले लसुन देखाउँदैछौँ। हिमालयन सिंगल केप गार्लिक भनेर चिनिने एक्ले लसुन अत्यन्त महत्त्वपूर्ण जडीबुटी हो। एउटा मात्र गोला केस्रा भएको एक विशेष र दुर्लभ प्रकारको लसुन हो। यो मुख्य गरी हिमालको चिसो र उच्च पहाडी भेगमा फल्ने गर्दछ। आयुर्वेदमा यसलाई निकै महत्त्वपूर्ण औषधि मानिन्छ र यो साधारण लसुनभन्दा करिब 7 गुणा शक्तिशाली र प्रभावकारी हुन्छ। एक्ले लसुनले कोलेस्ट्रोलको एलडिएल कम गरी मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ। यसले चाहिँ उच्च रक्तचापलाई कन्ट्रोल गर्ने काम गर्दछ भनेदेखि विभिन्न किसिमका रोग प्रतिरोधात्मक क्षमताहरूलाई पनि बढाउने काम गर्दछ। एन्टिब्याक्टेरियल र एन्टिभाइरल गुणले गर्दा यसले रुगाखोकी र इन्फेक्सन जस्तो ऊबाट पनि बचाउने काम गर्दछ। बिहान खाली पेटमा खाँदा पाचन प्रक्रियालाई राम्रो गरी ग्यास्ट्रिकलाई समेत राम्रो गर्ने काम गर्दछ भने यसले रगतमा सुगरको मात्रालाई सन्तुलन राख्न मद्दत गर्दछ, जसले मधुमेह रोग जस्तोलाई पनि कन्ट्रोल गर्ने काम गर्दछ। दर्शकबिन, एक्ले लसुन अत्यन्त महत्त्वपूर्ण जडीबुटी हो। यो हिमाली भेगमा पाइने गर्दछ। यो अत्यन्त महँगो र दुर्लभ पनि हो। यो कतै कतै हामी भेट्न सक्छौँ भने लसुन घरियासी लसुन जस्तै देखिने तर सिङ्गलपोटी प्याजको जस्तै हुने भएकोले एक्ले लसुन अत्यन्त महत्त्वपूर्ण छ। बिहान खाली पेटमा दैनिक उठेर 1 देखि 2 वटा एक्ले लसुनको बोक्रा खाने हो भने विभिन्न रोगहरूलाई निको पार्नुका साथै मानिसहरूलाई स्वच्छ र तन्दुरुस्त राख्न मद्दत पनि गर्दछ। दर्शकबिन, हाम्रो भिडियो कस्तो लाग्यो कृपया भिडियो अन्त्यसम्म हेरिदिनु भयो, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। आउँदो श्रृङ्खलामा हाम्रो भेट हुने नै छ। अहिलेलाई भने म बिदा माग्छु।